साथीहरु वेलकम ब्याक टु माई युट्युब च्यानल। आयो सन्जय हुनुहुन्छ, म नि सन्जय छु है। सो सबैजनालाई ह्यापी माघे सङ्क्रान्ति। हजुरहरूले पनि राम्रोसँगले मनाउनु भयो होला, बनाउनु भयो होला। हामी पनि यहाँ मनाउँदैछौँ। अनि अहिले चाहिँ म चाहिँ यहाँनिर बजार आइसकेको छु कि यहाँ गाउँको सानो बजार छ नि त, अनि त्यो बजारमा आएको छु। नानाहरू हुनुहुन्छ यहाँ, सिजमाई सोल्टिनी, सिजमाई बुनु, यहाँ बुहारी बुहारीले आज डलरको चटपटे बेच्छ होला नि। मैले चाहिँ अघि यो गेम खेलेको थिएँ क्या साथीहरू, यो गेम खेलेको थिएँ। 20 रुपियाँ हालिसकेँ। 50 रुपियाँ 50 रुपियाँ कहाँ हाल्छु त, अझै खेल्नु रे। 20 रुपियाँ हालिसकेँ मैले यहाँ। सानो दाउ हाल्छु 10 रुपियाँ। यहाँ छ ल, यो घुमै मेरो साथीहरू 10 रुपियाँ। यो पनि गयो भने चाहिँ मेरो कति 30 रुपियाँ गयो। यसो चाहिँ फिक्स बस्छ है, हेर्नु है। फेरि गयो है। दुई ठाउँमा हाल्नु मिल्छ कि मिल्दैन? 20 रुपियाँ हानेको हैन? 10 रुपियाँ हालेको मारिन्छ, 20 रुपियाँ हाल्यो भने 40 रुपियाँ ल्याउनु फिर्ता यहाँ। आफूले दुई ठाउँमा हाल्नु मिल्छ कि मिल्दैन? मिल्छ? दुई ठाउँमा हाल्नु मिल्छ? जति त्यो सानो र ठुलो दाउ मेरो यो। ल कता ठुलो सानो? ठुलो र सानो मेरो। ठुलो सानो यस्तो पनि परेन भने चाहिँ आलु त्यो घुमाइदिनु त। लकी 7 पर्छ यो चाहिँ। मम्मी कहाँ बस्यो? मेरो पर्छ, मेरो एउटा पर्छ ऊ नि 10 रुपियाँ नि कि यसले 20 रुपियाँ हो। यसले हालेको छ 10 रुपियाँ, मैले हालेको के सानो त, मैले दुई ठाउँ हालेको होइन, मेरो भइहाल्यो त अनि। अहिले साथीहरू अहिले चाहिँ हामी चाहिँ तल मन्दिर जाँदैछौँ होइन, सोल्टिना मन्दिर। मलाई भिडियो बनाउनु पनि आउँदैन, धेरै पछि बनाएर पनि होला। अहिले चाहिँ हामी यो के भन्छ, म चाहिँ पूजा गर्छु है। उहाँहरूले चाहिँ बिहान आएर पूजा गर्नुभयो, म नि आउनु त भनेको तर मलाई बिहान खाइहालेँ कि, अनि त्यही भएर नगरेको नि त। अनि के भन्छ, मैले घरमै धुप बालेँ, नुहाएँ, नुहाउँदा पनि 9 बजीतिर नुहाएको, अनि धुप बालेँ, अनि अहिले आएको। अनि त्यसपछि उहाँहरू चाहिँ तल गएर पूजा गरेर आइसक्नु भएको रहेछ। अनि अहिले चाहिँ मेरो साथी एकछिन जाउँ न भनेको। हाम्रो के भन्छ, बजार चाहिँ माथि बाटोमा लाग्छ, बाटोहरू खेतहरूमा लाग्छ। अनि मन्दिर चाहिँ यसो तल जानुपर्छ है, सिँढीहरू छ यस्तो, यसो जानुपर्छ तल। मान्छेहरूले आउँदै हुनुहुँदो रहेछ, आउँदै हुनुहुन्छ। यस्तो छ, उयो माथि टोइलेट पनि छ। राम्रो, तर अहिले त यसपाल त धेरै ठाउँ जुधेको छ कि बजार, त्यही भएर अलिक मान्छे छैन। उता भेरेटारमा पनि छ, अनि माथि खाटबारीमा पनि गेम छ अरे। 200 रुपियाँ टिकट तिरेर छिर्नु अरे। म त 200मा त खाटबारी टुरै हालिदिन्छ हौ अरू त। तर यहाँले यो मन्दिर जाने बाटो पनि माथिबाट पहिरो झरेको छ कि, अनि त्यही भएर कस्तो अप्ठ्यारो बनाएको छ अरे। छँदा पनि म अस्ति आएको थिएँ कि, पुसबेल आएको थिएँ सोल्टिनसँग, अनि माथिबाट कस्तो, हामी अस्ति आउँदा त बाटै थिएन कि, कस्तो भिरालो थियो। अनि हामी त ओर्लेर पो गएको त, अप्ठ्यारो भएर झन् लडी पठाएको। अहिले चाहिँ कस्तो बनाएछ, अहिले चाहिँ अलिक राम्रै बनाएछ। यस्तो बिगारेछ बाटो, माथिबाट पहिरो आएको छ कि, अनि यस्तो बिगारेछ। यहाँनिर के भन्छ, टिनको त्यो के बाल्नु थियो नि, आगोहरू। आगो बाल्ने कति राम्रो छ, सबै माथिबाट पहिरो आएर बिगार्दैछ। अहिले त यतिको धन्न बनाइदिएको छ,
त्यही हो साथीहरू कस्तो बा यी मान्छेहरू रहेछ अझै मान्छेहरू हुनुहुन्छ मान्छेहरू धेरै छन् यहाँबाट भित्र छिर्ने हो क्या हामी चाहिँ अलरेडी हामी नछिर्ने म अस्ति छिर्सकेको छु नछिर्ने है त्यहाँबाट छिर्छ भित्र यहाँदेखि भित्र छिर्छ अनि यहाँ आइपुग्छ यहाँ आइपुग्छ है साथीहरू ऊ माथि आइपुग्छ उयो माथिदेखि यहाँ आइपुग्छ यता त्यस्तो छ माघेछान मन्दिर भन्छ है छोरोलेको माघेछान मन्दिर माघेपछि यहाँ जहिले पूजाहरू गर्छ मेलाहरू लाग्छ ल हेर्न साथीहरू म त के पागल नि माथि रक्सी बाटोमै छोडिरहेको छु ओछ्याउने गिलासहरू सिसाकोहरू सबै माथि छोडिरहेको छु यहाँ हराइ दिलले हरायो भने म खलास हुन्छु म अहिले पो याद भइरहेको हौ छ्या के पाराको मान्छे हौ मम्मी आयो रोनिस अनि त्यो रक्सीहरू यस्तो पागलहरू त छौँ अनि के हो यस्तो बालकले हुन्छ ऊ लागिन्छ कहिले लाग्छ ऊ पो तर म लाग्दैछु ऊ पो सो म चाहिँ अब यहाँनिर दिदी आउनुहुन्छ अनि सोलिनहरू त भेट्दा जानुहुने अरे म पनि सायद माथि खानबारी जान्छु होला अब माथि गएँ भने नि म मेरो भ्लग कन्टिन्यू गर्छु अहिले मैले मन्दिरमा मजाले गरिनँ के कस्तो त्यहाँ चाहिँ के छ भने नि माथिबाट पसिन्छ एकैचोटि तल निक्लिन्छ क्या भित्रबाट छिरेर अनि यसको चाहिँ के उत्यो छ भने त्यो के भन्छ के रात छ भने के भन्छ त्यो दुलोबाट चाहिँ के भन्छ अलिक सफा मन भएकोमा त छिर्नु सक्छ अरे है नत्र फेरि दुष्टहरू त त्यही भित्र अल्झिएर बस्छ अरे यस्तो छ मैले यहाँनिर लकी सेभेन यहाँ म लकी सेभेन खेलाउन आँटेको ल लु हाल अनि किन खेल्छु भनेको त साँच्ची ल मैले घुमाएँ है साथीहरू ए यो त अलिक भएन है क्या हल्का घुमा घुमा गर्नु न फेरि घुमा ए ठुलो कि सानो के भन्नु त सानो सानो भनेको त 4 5 फेरि घुमाउनु लाग्यो सानो म पाँचुरी कमाइहाल्छ फेरि लकी सेभेन पऱ्यो यो त हेर्दा नि हिँड्दा चलेको छ म त यताउति भन्दा नि ठुलो ठुलो ए लकी सेभेनमा बसै क्या सानो पर्यो पोखरी छ नि मजाक थियो हाम्रो मुइली हेलो भन्नु न हेलो भन्नु न हेलो यहाँ हो न यो मुइलीको सल्लाह अरे साथीहरू म त पानी लिएर आएको पानी लिएर आएको एनर्जी लस भइहाल्यो अनि एनर्जी ड्रिङ्क खाएको त्यो किनेर खाने हाम्रो म्याडमहरू यहाँ हुनुहुन्छ ओ माई गड के अरे आन्टी लाग्यो त दिदी तिमी अहिले आउँछु ल मलाई चाहिँ उहाँले मलाई चाहिँ पानीपुरी खुवाउनु लगेको लानुभएको अरे आन्टीले भाइले आन्टी भनेपछि मैले
आन्टी कहाँ लाने पानी अमिसाले बेचेको हो अनि कता पानी पुग्छ ऊ माथि छ ऊ यो माथि यता छैन ऊ माथि छ मलाई सुन किन्देऊ न त सुनहरू हेर्नु न साथीहरू यहाँ रहेछ मलाई उहाँले फर्स्ट टाइम खुवाउनु ल्याउनु भएको है चुप लाग ल अहिले बेला चाहिँ रेकर्डै हुन्छ केही त कहाँ खाँदैछ भन् त पैसा 50 भन्दा धेरै सही के हो कत्रो सुन्तला हाम्रो मैले ल्याउनु भएछ अनि यो त अनि लु म फर्स्ट टाइम त के हो कि डाट्नु भएको मलाई सुन्तला हो यस्तो सुन्तला खानु मन छ भने चाहिँ यता आउनु पर्ने रहेछ मार्कोमा राम छक्कै परेलु म चाहिँ खत्रो त हो नि सुन्तला नि यहाँ पाउँछ हो माथि देखेको जस्तो लाग्थ्यो किन कहाँ छ यहाँ अलिक डढेको देख्छु त म पानीपट्टि त मलाई चाहिँ पानी पनि मिठो चाहियो अरे के फेरि यस्तो ठाउँमा आएर पैसा चाहिँ मैले बोक्नु भनेको उहाँको पैसा चाहिँ मैले के साथीहरू उयो यो सुनहरूलाई कति राम्रो सुन भनेको थिएँ कि उहाँले चाहिँ किन्ने भए किनिहाल्नु न त त्यो राम्रोसँग नभन्नु मलाई लाज लाग्छ अरे नि त फेरि यो खानुहोस् त मलाई लाज लागि बक्सिन्छ अरे त्यही भएर सन्ध्याको बुढा आएछ त देखिस् सन्ध्या नि आएको छ हामी चाहिँ यहाँ फेरि मोमो खानु आएको नि उहाँले किनि मागेको नि मेरो पैसा जो किन्छ नि उहाँ भएपछि के नि हेर्दै गर अझै के खानु त्यसो भए त हाम्रो साउनी नि रमाइलो भइरहेको छ सानो बजार भयो भने रमाइलो लागिरहेको छ गाउँको बजार हो कि अनि युलाई वाट ह्याप्पन होता है मेरो गरिब इङ्ग्लिस हामीलाई छिटो मोमो दिनु नि यहाँनिर झन्डै बाइक लडाउनु नि कौन है ये लोग कहाँ से आते हैं मलाई चाहिँ मोमो खानु मन लागेर मर्नु आँटेको छ नि ओ माय गॉड फेरि भन्नु त के भनेको ओ माय गॉड म त उहाँले त आऊ खानु यता फर्कन भन्नुहुन्छ त उहाँले त मलाई त के नाटक पारेर म त यसरी खाइदिन्छु साथीहरू निकालेको हो मेरो भाग आएकै छैन नि अब म के भएर बोलाएको साथीहरू म त गएको अल्छी लाग्यो मलाई त घाममा सेकिँदा म गएको अब माथि खानबारी जान्छु ल अनि माथि गएर फेरि कन्टिन्यू गर्छु ल साथीहरू अहिले चाहिँ म यहाँ भेटेर आएको थिएँ अनि अब म जान आँटेको यहाँनिर एकछिन हेऱ्यो अब खानबारी जान आँटेको यस्तो छ भेटाको दृश्य ओ पर मान्छेहरू छ एकचोटि खानबारी गएर भेट्छु ल साथीहरू म चाहिँ यहाँनिर चुडिडाँडा आएको छु है तलदेखि डाइरेक्ट चुडिडाँडा आएको छु चुडिडाँडाको दृश्य यस्तो छ ओ माई गड भिडियो यतिको चाहिँ बनाउनु पर्छ है सो म चाहिँ आइसकेको छु यहाँनिर यस्तो राम्रो छ कस्तो राम्रो देख्छ तर अहिले त खासै देखेको छैन अरू बेला चाहिँ राम्रो देख्छ यस्तो छ है साथीहरू यहाँको चाहिँ दृश्य
म सिधै डाइरेक्ट उता फेरि जानु भने थियो फेरि यता आएको नि यता आउनु मन लागेको थियो नि त त्यही भएर अहिले चाहिँ हामी चाहिँ यहाँ फोटोसोटो खिचेर फर्केको है साथीहरू फर्केको हामीहरू अब यहाँ पछि हामी यहाँबाट गएपछि तल ठुलो ढुङ्गा जान्छौँ अनि त्यसपछि त्यहाँ पनि म भिडियो बनाउँछु ठुलो ढुङ्गामा नि अनि त्यसपछि जाने म चाहिँ यहाँनिर के भन्छ कमालुङ पार्क आइसकेको छु यस्तो छ त्यो यसलाई चाहिँ ठुलो ढुङ्गा भनेर चिन्छ यो पसेको ल त्यो ठुलो ढुङ्गा हो साथीहरू म त के बोल्नुपर्छ त्यो नि आउँदैन हौ त्यतिकै बनायो सक्यो पुरै यो चाहिँ भन्ज्याङै साथीहरू यहाँ चाहिँ पहिला भन्दा निकै राम्रो बनाएको छ कलरहरू गरेको छ नि त पहिला चाहिँ खुइलिरहेको थियो के सुरुमा बनिँदाखेरि राम्रो थियो अनि त्यसपछि खुइलेर केही हेर्नु नआउनु छ नि त कलरहरू गरेर चाहिँ झन्डाहरू सबैतिर फैरहेको छ राम्रो देखेको छ अब म त्यही हो अब एकैचोटि इन्डु पनि गर्नु सक्छु के हुन्छ होला साथीहरू फेरि हामी यहाँबाट म हिँडेको लाग्दिएको एउटा फुट खिचेँ लाग्दिएको के यतिको हतार किन छ भने मलाई टोइलेट लाग्यो कि साथीहरू गाह्रो छ नि मलाई टोइलेट लाग्यो मलाई त्यही भएर हिँडेको साथीहरू हामी चाहिँ भेटामा छौँ कन्सर्ट हेर्न आँटेको भइरहेछ नबाल्नु त्यो चाहिँ कन्सर्ट हेर्न आएको छु बेसी बसिरहेको छु म चाहिँ हल्का बिरामी छु घर पनि नगएको यस्तो छ है मलाई पाल्दिनेहरू उहाँ हुनुहुन्छ उहाँलाई पालिदिनुहोस् न भाइ हुनुहुन्छ दिदी हुनुहुन्छ उहाँ हुनुहुन्छ अझै हाम्रो उता गाउँदेखि हिँड्ने पार्टी आउँदैछ यसरी भुइँमा बसिरहेको छौँ अरूले चाहिँ तातो दुकान आएको छ म चाहिँ लुलु ट्याकेल लगाइरहेको छु है देखाइदियो न यहाँ हालिया कुर्तामा भइसिन्छ What happened? Nothing. अब हामीहरू कन्सर्ट हेर्छौँ को आउने रमेश राई आउने को म चिन्दिनँ उहाँहरू बस्नु भएको थियो भएर म नि बसेको दिदीलाई भनेको छु दिदीले मार्छ होला है मलाई यताको भनेको छैन अघि आएको भनेको साथीहरू अहिले चाहिँ हामी घर जाँदैछौँ अहिले चाहिँ रातिको 10 बजिसकेको छ हामीहरू घर जाँदैछौँ यहाँ बाटोमा झगडा परेर हौ साथीहरू म त भाग्नुमा त अनेस्टी कोही कोही मान्छेहरू त जान्छ तलको के भन्छ सुरुवाल उचालेर टिक कोही कोही भाग्नु छ र अट्ट बसिरहन्छ कोही कोही चाहिँ यो कामिरहन्छ सो आज मेरो आजको मेरो भ्लग यहीँनिर इन हो भयो साथीहरू हेरेर हेरिदिनु होला राम्रोसँगले बाई बाई साथीहरू गुड नाइट